परालले लुकाएर राखेको यो गाँजाले भरिएको बोराहरूलाई देखाएर विक्षिप्त मनस्थितिबाट ग्रसित पागलपनको शिकार भइसकेकाहरूले लौ प्रचण्डको घरबाट निकालिएको 2 ट्रक पैसा भेटियो यही हो भनेर भिडियो सेयर गरेका छन्। प्रष्ट रूपमा सुन्न सकिन्छ भिडियोमा यो गाँजा हो गाँजा भनेको नपत्याए यो क्लिप सुन्नुहोस्। तैपनि प्रचण्डको विरुद्ध भिडियो आएपछि यिनीहरूलाई सेयर गर्न पाए भएको छ, भिडियो सुन्न परेको छैन। यिनीहरूलाई देशमा के भइरहेको छ, प्रचण्डले कस्तो भूमिका खेलेको छ, 21 जना युवाहरूलाई गोली चलाउन आदेश दिनेहरूको विरोध गर्नु छैन, भ्रष्टाचारीहरूको विरोध गर्नु छैन, बस प्रचण्डको खेदो खन्न पाए भएको छ। यस्ता दासहरूले कहिल्यै पनि दासत्वबाट माथि आउने सोचै राखेनन्, अझै दासै बन्ने सोच राख्दैछन्।